तपाईको श्रीमती अथवा तपाईको आमालाई कसैले अर्काको पुरुषसँग गएर बस भन्दै गर्दाखेरि तपाईहरु चुप लागेर बस्नुहुन्छ, हिन्दू सनातनी भन्नुहुन्छ। लाज लाग्दैन? इज्जत छैन? स्वाभिमान छैन? सुरुमा यो भिडियो हेर्नुहोस्। रावणले सीतालाई किडन्याप गरेर उसलाई बचाउन खोजेको, रेस्क्यु र बेटर लाइफ दिनु खोजेको हो जस्तो लाग्दैन? रावणले उसलाई त्यो जङ्गल, त्यो खतराबाट निकालेर एउटा बेटर लाइफ, एउटा 5 स्टार होटल जस्तो दरबारमा लगेर जहाँ उसलाई हेल्थ, वेल्थ, सम्पत्ति, सेफ्टी, सेक्युरिटी, कम्फर्ट, लग्जरी लाइफ दिनु खोजेको जस्तो लाग्दैन? पहिलो कुरा त क्लियर छ कि महाशयको पक्कै पनि 5 स्टार लाइफस्टाइल छैन। त्यसो भए आफ्नो श्रीमतीलाई अहिले नै गएर कुइरीहरूको, अमेरिकन बिलिनियरहरूको जिम्मामा लगाउनु पर्ने हुन्छ, किनभने उनीहरूले सेफ्टी, सेक्युरिटी, कम्फर्ट, 5 स्टार, लग्जरी सबै कुराहरू प्रोभाइड गर्छन्, जुन महाशयसँग पक्कै पनि छैन। र उहाँको आर्थिक अवस्था एकदमै नाजुक देखिन्छ, किनभने थोरै भ्युज र पैसाकै लागि भए पनि टिकटकमा आएर भगवानको विरुद्धमा बोल्नुपर्ने अवस्था आएको छ। र कुरा रह्यो तपाईँहरू जो आफूलाई हिन्दू सनातनी भन्नुहुन्छ, लाज लाग्दैन? इज्जत छैन? स्वाभिमान छैन? हाम्रो आमाको चरित्रमाथि कसैले प्रश्न उठाउँदाखेरि मुख दर्शक बन्ने, तपाईको श्रीमती अथवा तपाईको आमालाई कसैले अर्काको पुरुषसँग गएर बस भन्दै गर्दाखेरि तपाईहरु चुप लागेर बस्नुहुन्छ भने यो कुन लेभलको मूर्खता हो? अहिलेसम्म, आखिर कहिलेसम्म हाम्रो धर्म, मान, प्रतिष्ठा, इज्जत, संस्कार, परम्परामाथि बारम्बार प्रहार गरिँदैछ, बारम्बार धावा बोलिँदैछ, तर पनि हामीहरू मुख दर्शक बनेर बसिरहेका छौँ। लाज लाग्दैन आफूलाई हिन्दू भन्नको लागि? लाज लाग्दैन आफूलाई सनातनी भन्नको लागि? आखिर कहिलेसम्म मुख दर्शक बनेर बस्ने? यी नामर्दहरूले हाम्रो धर्म, संस्कृति, परम्परामा यसरी प्रहार गरिराख्दाखेरि हामीहरूसँग जवाब छैन, बोल्न सकिँदैन? गएर त्यो व्यक्तिको आइडीलाई रिपोर्ट गरेर अहिले नै ब्यान गर्न लगाउनुहोस् त। सच्चा हिन्दू हुनुहुन्छ भने यो भिडियोलाई रिपोस्ट गर्नुहोस्, सेयर गर्नुहोस् र जनचेतना फैलाउनुहोस् त। खै कतिजना हिन्दूहरू हुनुहुन्छ, कतिजना सनातनी हुनुहुन्छ, म पनि हेर्छु। र कुरा रह्यो धेरैजनाले भन्न सक्छन् यहाँ एउटा भक्त भएर यस्तो कुरा गर्ने। कुरा के हो भने यदि हाम्रो आमामाथि जगत जननी सीता माताको जन्मभूमि नेपालमा बसेर त्यही माताको चरित्रमा दाग लाग्ने कुरा यदि कसैले गर्छ भने त्यसको खैरियत हुनेवाला छैन। र यदि कुनै व्यक्तिले आवाज उठाउँदैन भने त्यो भक्त भएको पनि कुनै पनि काम छैन, किनभने आफ्नो आमाको चरित्रको कुरा आउँछ, जब दाग लाग्ने कुरा आउँछ त्यसमा सबैले आवाज उठाउनु पर्ने हुन्छ। र मेरो सबै हिन्दूहरूलाई अनुरोध छ कि यो भिडियोलाई सक्दो सेयर गर्नुहोस् र हजुरहरू पनि सबैजना यो मान्छेको आइडीलाई गएर रिपोर्ट गरेर अहिले नै यसको आइडी ब्यान गर्न लगाउनुहोस्।